एउटा चाहिँ कस्तो हुन्छ भने एउटा गाउँमा एउटा सर्पको हुन्छ, त्यो सर्प चाहिँ के हुन्छ मान्छे वरिपरि आउने बित्तिकै ठुङ्न खोजिहाल्ने कि कसैलाई पनि बाँकी नराख्ने, आउँछ ठुकिदिइहाल्ने लखट्ने, त्यसपछि मान्छेहरू त्यसलाई देखेपछि सातो जाने, त्यो एरिया त्यो बाटै हिँड्न छोडे मान्छेले कि। अनि त्यसपछि एकजना योगी आउँछन् त्यो बाटो हिँड्ने यात्रा गर्ने क्रममा चाहिँ नि उसलाई पनि ठुङ्न खोज्छ। अनि उसले चाहिँ उसको आफ्नो योग बलले उसलाई शान्त बनाउँछन्, कुरा सुनाउँछन्। अनि के भन्छन्, बाबु यति धेरै तिमी नबन ताकि तिम्रो जीवनबाट मान्छेले चाहिँ नि अरूले तिमीलाई घृणा गरून्। तिमी त्यति धेरै तितो नबन, अहिले मैले भने जस्तै तिमी त्यति धेरै जीवनलाई तिक्त नबनाऊ कि मान्छेले तिमीलाई घृणा गरून्। मान्छेलाई त्यसरी टोक्न छोडिदियो बाबु, त्यसो नगर, जीवनलाई चेन्ज गर भने हुन्छन्। त्यसपछि बाबाजीले धेरै कुरा सिकाउँछन् उसलाई योगीले। अनि ल ठिक छ, अबदेखि मैले तपाईँले भनेको कुरा मान्छु, म अब गर्दिनँ भन्छ। त्यसपछि उनले के छोड्छन् भन्दाखेरि सर्पले के छोड्छ भन्दाखेरि ठुङ्न छोड्छ मान्छेलाई। अनि त्यसपछि ठुङ्न छोडिसकेपछि मान्छेले परबाट हेर्ने भयो नि त होइन। उसले पहिलो उसले ठुङ्ने बित्तिकै हेर्ने बित्तिकै ठुङ्न आउँथ्यो। नठुङ्गेपछि मान्छेले अहिले त सर्प चाहिँ सुध्रिएछ है, ल ठिक छ भन्छन्। अनि त्यसपछि मान्छे उसको वरिपरि जान थाल्छन्, त्यो बाटो हिँड्न थाल्छन्, त्यही पनि केही गरेन उसले होइन। अनि पछि हुँदा त नजिकै गएर यो हेर्नु सर्प अस्ति ठुङ्ने, अहिले त केही गर्दैन, हेर कति असल भएछ भन्छन्, सुमसुमाउन थाल्छन् होइन। अनि गर्दा पछि हुँदा त होइन मान्छेले ठुक्ने, अनि त्यसलाई लिएर काँधमा बेर्न थाल्छन्। काँधमा बेर्दै गएपछि अझै मान्छेले तान्ने, घिसाएर अब मलाई लियो भन्ने तानतुन पार्ने होइन, पीडित बनाउने। अनि बच्चाले पनि आउने लठेर ड्याङ्गा हान्दा त तपाईँको 6 महिनापछि त त्यो त पुरै घाइते हेर्नुहोस्। अनि योगी फर्केर आउँछ, बाटो फर्काउँदाखेरि त सर्पको हालत त बेहाल छ। अनि के भयो त बाबु, तँलाई के गरिस् त लिएर मान्छेले तँलाई खतम पारेछ नि त, के गरिस् भन्दाखेरि त के गर्नु तपाईँले सिकाएको होइन, शान्त हो, असल बनायो त हो नि। हुँदा मान्छे वरिपरि आउनु थाले, गर्दा त मलाई चाहिँ तानतुन पारेर यसरी हानेर मलाई घाइते बनायो। अनि उसले भन्थ्यो तिमीलाई असल पो बन भनेको, तिमीलाई आफ्नो प्रतिरक्षा पनि नगर, नो पनि नभनेको थियो र होइन। तिमीले त्यसलाई प्रतिकार नगर भनेको छैन नि, तिमीले चाहिँ आधी कुरा बुझ्यौ। त्यस कारणले बुझ्दाखेरि पुरा ज्ञान बुझ। मैले तिमीलाई अरूलाई नठुङ्ग भनेको, प्रतिकार तिम्रो आफ्नो आत्मरक्षा नगर भनेको होइन नि होइन भनेर चाहिँ उनले सिकाउँछन्। अनि सोझो हुने नाममा त्यति सोझो पनि हुनु भएन, ताकि मान्छेले उसलाई अस्तित्व नै